ए आज त कुकुर तिहार हाम्रो स्पेसल दिन यार। एभ्री डग ह्याज इट्स डे भन्छन् नि। मजा आउँछ आज जे होस्। त्यही भने दाइ, आज त मान्छेको कुटाइ नै खानु पर्दैन, कसैले लखेड्दा पनि लखेड्दैन है। अनि भाइ आज त मासु भात खान पाइन्छ होला यार। पोहोर साल म यही घर अगाडि आएर बस्या थिएँ है। यो घरको आमैले क्या मिठो मासु भात दिया थिइन् क्या। त्यही भएर यो पालि नि यतै आएको म। ए मलाई नै दिन्छन् होला त्यसो भए। ओइ छोरा, ला त यो मासु भात लगेर बाहिरको कुकुरलाई दे। दाइ त्यो आमैले त छोरालाई पो पठाइन् त। जसलाई पठाए नि मासु भात आए भइगयो नि हामीलाई। ला कुकुर जाँठा, कुकुर जाँठा। दाइ त्यो आमैले त मासु भात नै भन्या थिइन् त, यहाँ त भात मात्र छ त, खोइ मासु। होइन है आमैको कहाँबाट टुप्लुक्या छोरा। मासु भात सुन्या थियौँ त हामीले अघि। मासु चाहिँ छैन, भात मात्र छ त। अब तिमीहरू कुत्ताहरूलाई मासु चपाउन गाह्रो हुन्छ होला भनेर मैले नै चपाइदिए सबै। साला कुकुर तिहारको दिन हामीलाई छुट्याइदिए मासु तैँले कसरी खान सक्छस्? मुखमा हालेर चपाएर नि गर्याम कसरी हुनु अरू? साले त हामी जस्तै कुकुर होस् र? हुन त होइन, तर घरमा बोलाउने नाम चाहिँ कुकुरै हो क्या मेरो। त्यही भएर आज मेरो नि दिन होला भनेर मासु खाइदिएको नि त। दाइ यसले त अति नै न्यु खोज्यो क्या। टोकेर रेबिज लगाइदिउँ कि के हो यसलाई? मलाई टोक्न मात्रै। टोकिस भने तिमीहरूको त्यो चाकका मुनि तुन्द्रुङ तुन्द्रुङ झुन्या छ नि, हो त्यो नै काटिदिन्छु म, बुझिस्? होस् भाइ, टोक्नु चाहिँ हुँदैन। फेरि साँच्चै काट्दियो भने त आपत परिहाल्छ नि यार। तेरो भाउजू अर्कै कुकुरसँग पहिलो गयो भने मलाई तनाव हुँदैन? मान्छेहरूको जस्तो हात पनि पुग्दैन हाम्रो, अनि के गरेर बस्नु? तर यार तिमीहरू कुकुरलाई चाहिँ मोच छ है। बिहान दिउँसो राति जहिले गरे नि जहाँ गरे नि कसैले केही भन्दैन। न पुलिसले रेड हाल्न भन्ने डर, न काण्ड बनेर भाइरल होला भन्ने डर। चोकमै एकैचोटि 3-4 जनाले गरे नि कसैले केही भन्दैन है तिमीहरूलाई। जिन्दगी हो त ऐसी हो, वरना जिन्दा त झाँटके बाल भी हे भन्छन् नि, हो त्यस्तै हो क्या हाम्रो जिन्दगी चाहिँ। जसले जे भने पनि मान्छेहरू चाहिँ एक नम्बरकै चोर हुन् क्या। त्यो चाहिँ किन नि? हाम्रै स्टाइल कपी गरेर हामीलाई नै हेप्छन् नि त। त्यो नि हो। अब यस्तो छाडा कुरा नगरौँ त गाइज। ओइ आमैको छोरा, जा हाम्रो लागि मासु लिएर। ए त्यो त सम्झिनी मात्र हो, अब त मेरो गु खाए मात्र हो। खान्छस्? हग्दिम यहीँ। ल हगेर देखा त हामी पनि हेरौँ। हग्दाखेरि त तेरो नि तुन्द्रुङ तुन्द्रुङ झुन्डिन्छ होला नि। अनि खान्छु म मान्छेको मासु, त्यो पनि जिउँदै, फ्रेस फ्रेस अन्डा। ल हग्दिन, साला कुत्ता धम्की दिन्छ। अब आजको मासु त मैले खाइहालेँ। तिमीहरू चाहिँ 3 दिनपछि भाइटिकामा आऊ न, अनि दिउँला नि त मासु है त।